Hello guys, welcome to our channel Family Vlogs. अहिले चाहिँ हामी जाँदै छौं तर कहाँ जाँदै छौं हामीलाई थाहा छैन। उहाँ हुनुहुन्छ सोध्नुहुन्छ धेरै नै। उहाँ चाहिँ हाम्रो प्रमुख के भन्छ त्यसलाई पर्सन हैन के भन्छ मेन मान्छे हुनुहुन्छ उहाँ चाहिँ। अनि यहाँ जाने त्यहाँ जाने भन्नुहुन्छ हैन। अनि यहाँ जाने भने देखाइदियो थाहा छैन हामी कहाँ गएकै छौं कहाँ गएको। आमा म अनि यहाँ छ छोरी सुतिरहेछ उ चाहिँ अहिले। अनि हामी जाँदैछौँ कहाँ गएको थाहा छैन। हामी अन्धा धुन्दा हिँड्दैछौँ। यस्तो छ अब लन्डनमा कहाँ पुगिन्छ कहाँ पुगेर फर्किन्छौँ थाहा छैन। ल अब कहाँ हो सो गाइस स्टे ट्युन। अब हामी कहाँ जान्छौँ अहिले सिनमा थाहा हुन्छ हामी देखाइहाल्छौँ। बसन्त ऋतु आइरहेछ। सो भएर यो पाउलो फेरेकोहरू हेर्नुपर्छ अरे क्या मान्छेले। यो पाउलो सँगसँगै नयाँ सोच नयाँ विचारहरू चाहिँ ल्याउनु पर्छ अरे हुनुपर्छ अरे। नेपालमा भएको त हामी जङ्गलतिर पाउलो फेरेको हेर्दै होइन दाउराहरू घाँस काट्नहरू गइन्थ्यो घुम्नु गइन्थ्यो। अब यहाँ त छैन थाहा छैन जङ्गल सङ्गल पनि। त्यो भएको कारणले स्पिड चेक बाबा परिवार लिएर रोड हिँडेको हामी। यो रोड मैले सेटअप गरेको छु 2 घन्टाको जाने 2 घन्टाको आउने। 2 घन्टामा जहाँ पुगिन्छ त्यहाँबाट ठक्क युटर्न लिएर घर त्यस्तो रोकिदिए मलाई गाडी चाहन्छु म त घर रोकिदिए मलाई गाडी चाहन्छु म त घर त्यस्तो साँच्ची के हो। अन्त म कहाँ लगेको यो बसन्त ऋतु हो। फुल फुलेको छ पाउला आएको छ। मैले गेस गरेँ एउटा ठाउँ कहाँ गएको भनेर। ओके त्यही ठाउँ हो 100%। नानीलाई पनि यस्तोमा घुमाउनु पर्छ क्या 100% यो दुई ठाउँ हो। मैले एउटा ठाउँ गेस गरेँ होइन। यो पाउला फेर्ने नयाँ हेर्ने यो पाउला हेर्ने जसको बाहना मात्रै हो। ऊ खासमा लोकल कुखुराको हन्टिङमा जाँदैछ त्यही फार्मतिर खोज्नलाई। लोकल कुखुरा खोज्नु म फोन गरिहाल्छु त्यो मान्छेलाई। अनि त्यतिकै हेर्नलाई गएको पाएँ भने ल्याउँछ पाएन ठाउँ हेरेर आउँछु भनेर जाँदैछ जस्तो लाग्यो। मैले गेस गरेको त त्यही हो। तिमी नानी लिएर बाहिर निक्लिँदैनौ क्या अनि त्यो भएको कारणले। अब आमा हामी बेलुका निस्किँदैनौँ अरे। बेलुका निस्केर के गर्नु निक्लिने हो। अनि पार्कमा पनि यस्तै त हुन्छ त नि। हामी जाने भनेको पार्क त्यही बाटोमा बाटोमा पनि यही त हुन्छ त नि के। अच्छा लगाएर आउँछौँ कुरा सुन्दा पनि। स्टिल अन द वे कहाँ गएको थाहा छैन। कहाँ गएको गरे हामी युके होइन। युके अब 1.5 घन्टा 1 घन्टा 20 मिनट लाग्छ। युके घुम्नु भन्छ युके घुम्नु गएको नि अब यस्तो पनि छ जिन्दगी साथी मेरो। हिँड्नु परेको छैन आनन्द बस्ने नि हौ। परकुटी लगाएर जुत्ता सुत्ता खोलेर पलेटी मारेर पछाडि त म त्यसरी बस्छु त। न भाडा तिर्नु परेको छ न गाडी कुदाउनु परेको छ न तेल हाल्नु परेको छ। सुत्नु देऊ नानी बस्नु गजक्क परेर। बाबा छोरी चाहिँ पुरा घुम्नु हुँदैछ यहाँ खानेकुराहरू हेर्दै। कहाँ गयो चपस्टिक्स औ के खाइनेको कुकिङ हुँदैछ। खाजा पानी खाइसक्यो अब हिँड्ने हो गन्तव्य स्थलतिर। नगर्नु है नगर्नु है पय नगर्नु है बाजे पय नगर्नु। फेरि लट्ठीको टुक्रा भेटिहालेछ। लाठी लाठी लु बसै ल पक्रिराख्नु पर्यो नभए त यो त झुक्क उठाके भन्दैछ त राति 6 वर्षको हामी स्टिल अन द वे छौँ गाइज होइन। अब 1.5-2 घन्टा भयो। यहाँ पता त खेती त हामी जाँदैछौँ कहाँ गएको हो थाहा छैन। यस्तै गएकै छौँ हामी कहाँ गएको गेस गर्यो भने बाबाले हामीलाई सबैलाई 20 पाउन्ड दिन्छ अरे। मलाई 40 पाउन्ड। सानैले पनि बोलाउँदैछ। आमालाई भनेको आमा बाटो अब फर्का जाला पुगाएर ल्याउँछ भन्नुहुन्छ। बोजू नाति नि KFC खाएर तिनीकै हामी त घुस खाइहाल्यौँ।
नबोल्ने केही नभने होइन नि। अनि यहाँ हुनुहुन्छ लाने मान्छे। म गेस गर्दा गर्दा मेरो 5वटा अप्सनमा 3टा अप्सन गइसक्यो, 2टा अप्सन मात्रै बाँकी छ होइन। अनि म एउटा भन्न बाँकी छ, म भन्न लागेको छु पुरै। अनि हाम्रो चाहिँ कान खाँदैन सानो उता कानमा ठेरीलाई कराउ, कानमा ठेरीलाई आफू चाहिँ कराउने होइन। अनि हामीलाई चाहिँ यस्तो मजाले पो हिस्टोरी फेरि लाग्छ। कान थुनेर कराउँदा अनि अर्कै हुन्छ नि त। अनि त्यसरी पो यता कराउँदो रहेछ भने होला, त्यो अलिक डुम्म सुन्छ, अर्कै सुन्छ नि त नि, त्यही भएर पो रहेछ। हाई पनि गर्दैछ। यता हरियालीहरू मकै बकुलाहरू। मेरो 40 पाउन्ड त्यसै जाने पऱ्यो गाइस। मैले सोच्नै सकिनँ अब हामी कहाँ गएको हो। अब सो अन्दाजी भन्दा 3टा गइसकिहाल्यो, 2टा बाँकी छ। 3टा बाँकी छैन भनेको, 2टा मात्रै बाँकी छ। 3टा भयो। ओके लेट्स सी। लङ ड्राइभ कस्तो दामी सिन देखिरहेछ नि त, हेर्नु न कस्तो मजाको मनपर्छ मलाई। बन्द भयो। दामी भ्यू कस्तो उयसमा क्या मेरो। अब हामी पुग्नलाई 20 मिनट छ अरे। मलाई 5वटा अप्सनमा एउटा अप्सन छ भने 6वटा दिएको थियो। त्यसले के गर्दैछ? हामीलाई लानु 4 वर्षको जुलाई हामी चाहिँ सरासरी घरै गयौँ, हाम्रै घर। अनि जाँदाखेरि अनि दिलमा दिदीले अनि गाइस फाइनली हामीले चाहिँ थाहा पायौँ 5-6वटा अप्सनमा मैले एउटा पनि मिलाइन होइन। उसले मलाई एउटा एक्स्ट्रा एउटा उयस पनि दिएको थियो, अर्को थप पनि 1 नम्बर दिएको थियो, 6वटा दिएको थियो। एउटै मिलाएन। हामी चाहिँ आएको रहेछौँ स्टोन हेज। अनि यो बेलामा स्टोन हेज आउँछ भनेर मेरो यति पनि कहीँ कतै पनि यहाँनिर घुसेन होइन। बेलुका भइसकेको छ, जाडो छ, ज्याकेट पनि ल्याइएन। अनि हामी आयौँ स्टोन हेज। ल यो चाहिँ स्टोन हेजको पार्किङ। मैले बोर्ड हेरेर पढेको त्यहाँनिर। अगाडि चाहिँ कस्तो आयो थाहा छैन। स्टोन हेज जापान। अनु बाबा यहाँदेखि चाहिँ हिँडेर जानु जाँदैन। म त यस्तो दामी ज्याकेटै लिएन आज फेरि हो। अनि आछु हुँदै जानु। ज्याकेट बोक्छु भन्दै थिएँ, कस्तो बिर्सेछ। आमालाई पनि जाडो हुन्छ। अब फेरि सुत्नु आँट्यो सुन्तलासँगै। 4वटा सुन्तला। मान्छेहरू त्यही भएर साइकल बोकेर आउँदो रहेछ नि। सोध न बस्नु। थाहा छैन होइन ऊ त्यो घरहरू हेर्ने यहाँ बस्दै अरे क्या पहिला। 2 किलोमिटर 30 मिनट हिँड्छौ। यतामा यो घरहरू हेर्नु आउनु। ऊ ढुङ्गा देख्नुभयो आदि त्यहाँ लिएर आएछ। एउटा ढुङ्गा त्यहाँ छ, अरू ढुङ्गा पर पुऱ्याएको रहेछ। पनि जान्छ त खोइ त बाँधेर राखि। यसरी लिएको थिएछ क्या त्यो हामीले मुढा पल्टाउँदा मुनि कुड्काउने अर्को मुढा राखेर तान्छौँ नि, त्यसरी लिएको रहेछ क्या त्यो होइन।
गुर्खाहरु लिएको छ यो चाहिँ हाय ओ बोबुसँग हैन बोबुसँग यहाँ बोबुसँग बस ओ स्याबास यता मामुलाई हेर टिङ टिङ जय यस्तो घरमा बस्दैछ पहिलाको त्यो मान्छेहरू मैले चाहिँ बसको टिकट ल्याएँ स्टोन एजको 3 जनाको टिकटको प्राइस पर्दैछ 92 पाउन्ड एक्सपेन्सिभ रहेछ तर अब कहिले काहीँ आइन्छ नि त अनि मेमोरी पनि हुन्छ नानी र आमालाई मेन घुमाउनु पर्ने हो त्यो भएर लिएको म मात्रै भएको त म हिँडेर जान्थेँ यो बाटो सिधै घुमेर जाँदा हुन्छ अनि आमा र नानी चाहिँ हिँड्नु सक्दैन मेरो नानी बुढी पनि हिँड्नु सक्दैन बुढी अलिक मोटो छ त्यो भएकोले टिकट लिएर आएँ अनि बस चाहिँ त्यहाँनिर छ एभ्री 5 मिनटमा यो बस जान्छ अरे घुमाउनुको लागि त्यो त कति घुमाउँछ त्यो थाहा छैन अब हेरौँ ल छिटो आउनु टिकट नै गाडी गयो थाहा छ यो कति रुपियाँ हो टिकट एउटा टिकटको कति थाहा छ 30 रुपियाँ 30 पाउन अनि बल्ल आउँछ नघुम्नु त नेक्स्ट टाइम चाहिँ फ्रीमा घुमाउँछ त आमाको खुट्टा दुख्छ झन् नेक्स्ट टाइम दिएको भने बस्न घुम्ने हो बल्ल आएको होइन आमा नानी र आमालाई चाहिँ बसमा पठाएर तिमी र म चाहिँ वक गर्नुपर्ने हो क्या फेरि बोजू नातिनीको होला मलाई बस्छ होला बाबाले टिकट लिएर आयो कता घुमाउँछ त्यहाँ म्याप होला ढुङ्गा बाटोमा चाहिँ पुऱ्याउँछ कि होइन यो सब लोकेसनहरूमा लान्छ होला बसले यो सबैमा 5 4 सबै पोइन्टमा लाने जम्मामा बस जान र 5 मिनटमा गइरहन्छ अरे बस तर टिकट चाहिँ अलिक महँगो रहेछ महँगो भयो भने बल्ल आएको घुमेर जानुपर्छ नि होइन त्यहाँ जानुपर्छ नि त्यो बस आउँछ अनि बसमा चढेर जाने हो टिकट लगाइसक्यो स्टोन एजको सामहरू यहाँ आउँदै हुनुहुन्छ यो बसमा जाने यहाँ बस चाहिँ भरिनु पर्दैन रहेछ 1-2 जना पनि लगेर गइहाल्दैछ सो ल थ्याङ्क यू बस सर्भिस यही बस्छु हामी कहाँ बस्ने यहाँ बस्ने बाबुसँग ओके आमा बस्नु जानु यहाँ भन्नु बस्नु सँगै बस्नु कता बोलाउँछ एक सानो बस्छ चाहिँ हामी गयौँ स्टोन हेज हेर्नु अनि हामी चाहिँ टिकट काट्यौँ स्टोन हेज घुम्नलाई हामीसँग यहाँ एकजना वृद्ध एकजना बालक हुनुहुन्छ आमा र हाम्रो छोरी सो हामी मात्रै 3 जना मात्रै बसमा हामी 3 जना मात्रै छौँ हामीले रिजर्भ गरेको पुरै बसै रिजर्भ गरिदिनु भएको छ यहाँ भविन सरले अनि यतापट्टि सरेको हुने हो यता राम्रो दिन्छ कि के हो यो चाहिँ स्टोन हेजको त नेक्स्ट बस त्यहाँ आयो सो हामी गयौँ 3 जना मात्रै बाबा छोरी चाहिँ यसरी बस्नु भएको छ यहाँ चाहिँ यस्तो हुन्छ गरिरहेछ थियो भने अनि यहाँ त्यस्तो हुन्छ टिकट काट्यौँ हामीले उनीहरूले हामी 3 जना होस् कि 4 जना होस् कि 1 जना होस् कि लाने रहेछ नेपालमा चाहिँ छैन भने क्यान्सलै गरिदिन्छ यहाँ चाहिँ हामी 3 जना 4 जना जाँदैछौँ घुम्दै वक पनि मजा आउँछ होला तर अहिले हामीसँग टाइम पनि भएन वक गर्नुलाई अनि फेरि नानी र आमासँग अलिक अब गाह्रो छ आमालाई पनि हिँड्नु नानीलाई पनि त्यही भएर 20 मिनटको वक रहेछ हिँड्नु सक्यो नि अब लेट पनि भइसकेको छ हामी बसमा जाँदैछौँ अब आउँछ बस चढ्ने अनि हामी जाने
अब स्टोनेज जाँदैछौँ हामी निस्क्यौँ यहाँबाट Please do not sit on the ground. Thank you. स्टोनेज आइपुग्यौँ यस्तो दामी छ चाहिँ बाबा र छोरी बस ज्याकेट नलाइ पनि त्यति साह्रो चिसो चाहिँ छैन चिसै छ बट त्यस्तो सहनै नसक्ने पनि छैन चिसो जानेहरू बाबा छोरी यता हाम्रो आमा र छोरीको खुट्टा दुख्छ भनेर हामी बसमा आयौँ लेट्स गो सानो लेट्स गो यहाँनिर चाहिँ रहेछ यिनीहरू चाहिँ हाम्रो स्टोनहेजको यो कसरी भेटा थियो के हो भनेर अलिकति स्टोनहेज टेम्पल इज ग्रेट स्टोन्स is a masterpiece of engineering with stone carefully. अहिले आएर पढौँला अहिले हामीलाई लेट भइसक्यो सो हामी गयो हाम्रो स्टोनेज यहाँ छ तल हाइवेमा रहेछ बाबा छोरी जानुहुँदैछ बाबा वेट गर्दै हिँड्दाखेरि हुँदैन थियो हामी चाहिँ अहिले आइपुगेको छौँ स्टोनहेज यो हेर्न आएको हामी चाहिँ यसको बारेमा खासै धेरै डिटेल्स त मलाई थाहा भएन होइन तैपनि उसलाई थाहा होला ल्याउने मान्छेलाई थाहा होला यो चाहिँ मान्छेले बोकेर बनाएको ढुङ्गा के भन्दै थियो उसले मलाई त्यति थाहा छैन तर मलाई यहाँ आउनु मन परेको चाहिँ हो ठाउँ हेर्नु मन लागेको थियो धेरै राम्रो लाग्यो यस्तो वरिपरि यस्तो छ यहाँको सिनहरू चाहिँ पुरै हिस्टोको के भन्छ त्यसलाई यहाँ चाहिँ हाम्रो आमा हुनुहुन्छ फोटो खिच्दै हुनुहुन्छ आमाले पनि आफ्नै फोनबाट कहाँ मान्छ तिमीलाई देख्यो कति आनन्द छ तिमीलाई यसले मलाई पछ्याइहाल्छ ढुक्कसँग भिडियो बनायो बोलो होइन मोटी भ्लगर भनेर नाम राखिदिन्छु ल म तिम्रो च्यानलको राख्देऊ अनि आमा र मसँग मानिहाल्छ तिमीलाई मोज छ हिर्न नि पल्टेर बुझुको हातमा बुझुको हातमा बुझुको अम्लामा के रहेछ बाबा त्यो होली के लेखेछ होल के होल सबै घुम्नु त टाइम लाग्दैछ ड्रोन उडाउनु नपाइरहेछ छोड न तिम्रो बस न तिमी चाहिँ कस्तो खुसी भएको थियो जम जम भन्दैछ मेरो छोरी पनि पुरा पढ्दैछ के रहेछ भनेर पढ्दैछ खुसी भइरहेछ उसलाई मनपर्छ नयाँ नयाँ ठाउँहरू भिजिट गर्नलाई नयाँ नयाँ ठाउँ एक्सप्लोर गर्न उसलाई मनपर्छ के रहेछ सानो के रहेछ पढ्यो म चाहिँ भिडियोग्राफर पुरा गयो 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 गयो
के रहेछ अरे बाबा यहाँनिर यस्तो मान्छेहरू बसेको छ क्या हामी यो बाटो आएको निकाल्छ यता गाडी राख्ने छ मामु लिएर आऊ मामुलाई बोलाउ त मामु लिएर आऊ त छोरी जाऊ मामु लिएर ल हिँड माटोमा घुसु 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 ढुक 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 ल अब हिँड्नुपर्छ अब हिँड्ने हो त्यो त जाने होइन बेबी ओइ आए अब हामी त गयो बाई उसले भेटेन नि बोजूलाई पो भेटाऊ अरे तिम्रो त्यो मैला टक्टाउ त अलिक नराम्रो देख्यो यहाँ आऊ मुसाले उभो त मुसा चाहिँ जति रहेछ है यहाँ त फुस निकालेको छ यिनीहरू मर्यो होला यिनीहरूको नाममा यो होइन यो त हामी जस्तो आउनेहरूले फोटो खिचेको हो क्या ऊ त्यो समातेर त्यो ढुङ्गा टिप्न आँटेको जस्तो बनायो क्या देख्नु भएन अलिक हाँस न स्माइल प्लिज 1 2 अहिले चाहिँ हामी फर्कँदै यो चाहिँ बस पर्खिरहेछ लास्ट बस रे सो अब हामी जाँदैछौँ एकजनाको 30 पाउन्ड तिरेपछि रिटर्न त जानै पर्ने हुन्छ हिँड्नु सकिँदैन लेट हुन्छ सो हामी सर आयो एक टक्कर फोटो खिच्यो नानी र भयमको एकजना फोटो खिच्दै आमाको फोटो खिच्दै मेरो फोटो खिच्नुको लागि चाहिँ अब म नेक्स्ट टाइम आफै ड्राइभिङ पास गरेर ड्राइभिङ सिकेर साथीहरू बटुलेर आउनुपर्ने हुन्छ अहिले चाहिँ यहाँनिर पुरा मेरो हात होइन हौ ओके अहिले चाहिँ हामी यहाँ जाँदैछौँ बस पर्खिरहेछ 2टा बस रहेछ लास्ट उयो अरे यो बस सायद अब यो बन्द हुन आँटेको हामी ढिलै आइपुगेको थियौँ होइन यो चाहिँ हाम्रो बस भनेर तपाईँलाई देखाएको अनि मैले आमाको सानेको भनको फोटोहरू खिच्दैको थिएँ एउटा मैले मेरो फोटो खिच्नु पाइनँ किनकि उहाँ बिजी हुनुहुन्छ ठाउँमा ल्याइदिइहाल्नु भएको छ अनि क्यामेरा छँदैछ मेरो आफ्नै फोन छँदैछ खिचिहाल्छ भन्ने हुन्छ केही छैन त्यो पनि म गर्छु अनि यतैबाट बाबा अनि यहीँबाट उता वक गर्नेहरू जाने हो अनि त्यहाँबाट मैले के भन्दै थिएँ होइन म कन्टिन्यू गर्छु अहिले बिर्सेँ ल मैले अब हामी फर्किने टाइम टु रिटर्न होम यस्तो हुन्छ यतिको चाहिँ हुनुपर्छ है यतिको चाहिँ हुनुपर्छ है आफै लिएर साँधेर नुन खोर्सानीसँग धक्क पिरो मिलो गुलियो खाँदै जाने अब